जय श्री कृष्ण, जय श्री राधे सबैमा। हामीहरू सत्संग कथा श्रवणको धारामा निर्बाध रूपले रसास्वादन गरेर अवगाहन गरेर आइरहेका छौँ केही दिनदेखि। आज त्यही क्रममा हामीहरू महात्माजीको श्रवणमा भक्ति ज्ञान वैराग्यको प्रसङ्ग आइपुगिरहेछ र यो भक्ति ज्ञान वैराग्यको प्रसङ्ग हामीहरूको मानव जीवनलाई पूर्णताकोतिर लिएर जान अति आवश्यक प्रसङ्ग छ र यसलाई भागवतमा भने अनुसार भक्ति ज्ञान वैराग्य नारदजीको कृपा प्रसादले गर्दा पुष्ट भए, बलवान भए र भगवानको भागवत कथा श्रवण गरेर उनीहरूलाई शक्ति मिल्यो। यो त हामीले सुन्यौँ, तर यसको मूलमा के छ भने यी ज्ञान वैराग्य जुन दुईटा मूर्छित अवस्थामा थिए, यी दुईटा के अरे भन्दा ज्ञान विराग नयन उरगारी भन्दै हुनुहुन्छ। हामीहरूका भित्र पनि प्रत्येक मानव मात्रका भित्रका दुईटा आँखा छन् अरे, ती दुईटा आँखा भए अरे ज्ञान र वैराग्य। र यी आँखाको चाहिँ के विशेषता छ अरे भन्दा जस्तो ज्ञान शाश्वत हो, अविनाशी हो र वैराग्य शाश्वत अविनाशी हो र ती शाश्वत अविनाशी चक्षुले, आँखाले शाश्वत र अविनाशी सच्चिदानन्द स्वरूप परमात्माको दर्शन गराउनु, दर्शन गर्नेको योग्य बनाइदिनु, त्यो काम गर्छन् अरे। र कथा श्रवणको मूल उद्देश्य हुनुपर्छ अरे भित्रका ती दुईटा ज्ञान र वैराग्यका आँखा हामीहरूले उजागर गरेर खोलेर त्यो अविनाशी शाश्वत सत्ताको दर्शन गर्नुपर्छ, अनुभव गर्नुपर्छ। आँखा त दुईटा हामीहरूका बाहिर पनि छन्, तर यी चर्मचक्षु छ अरे, चर्मचक्षु यिनीहरूको लिमिटेसन छ। यिनीहरू आफै त क्षणभङ्गुर नाशवान हुन्। अब यी नाशवान आँखाले अविनाशी परमात्माको सत्य तत्त्वको बोध गराउन सक्दैनन्। गीताको अनुसार दिव्यम ददामि ते चक्षुः पश्यमे योगमेश्वरम, म तिमीलाई दिव्य दृष्टि प्रदान गर्छु अनि मात्रै तिमी मेरो मूल स्वरूपको दर्शन गर्न सक्छौ भनेर अनि विराट रूपको दर्शन गराउनु भएको थियो। र यी ज्ञान र वैराग्य जुन हुन्, जसको कथा हामीहरू सुन्छौँ, यी हामीहरू भित्रका परमार्थको मार्गलाई दर्शन गराउने, उहाँ प्रकाशित गरिदिने परमार्थको मार्गलाई र अगाडि बढेर अविनाशी शाश्वत परमात्माको पनि दर्शन गराइदिने यो काम गर्छन् अरे। र कथा श्रवणमा हामीहरूले हमेशा यो चिजको ध्यान दिनुपर्छ, हामीहरूका भित्रका ती दुईटा आँखा चाहिँ खोलुन्, यसको प्रयास हुनुपर्छ। हेर्नु, एउटा व्यक्ति कुनै जग्गा गएको छैन, देखेको छैन भने त्यो जग्गाको बारेमा उसले अब वर्णन व्याख्यान कसरी गरोस्, कसरी कल्पना गरोस्, कसरी आफ्नो अनुभवमा ल्याओस्। तर त्यही चिजलाई कसैले पढो भने, आफ्नो पाठ्यक्रममा भेटो भने अहिले ऊ वहाँ गएको छैन, तर त्यो जग्गाको बारेमा सम्पूर्ण उसलाई नलेज भयो, ज्ञान भयो र त्यो पढाएको अनुसार, विषयको अनुसार, उसले समझको अनुसार त्यो जग्गालाई परिकल्पना गरेर आफ्नो चित्तमा त्यसको चित्रण गर्न सक्छ। जबकि एउटा नगएको र अनपढ अज्ञानी व्यक्तिले गर्न सक्दैन। र ज्ञानको यति ठुलो महत्त्व छ जीवनमा। एउटा ज्ञानी व्यक्तिले ज्ञानलाई पनि आँखा भनिएको छ, त्यही भएर नगएको चिज, नगएको कहिले नदेखेको वस्तुलाई पनि उसले देख्न सक्ने त्यति शक्ति आउँछ अरे ज्ञानमा। र हमेसा हामीले जीवनमा ज्ञानलाई आदर्श दिनुपर्छ, सम्मान दिनुपर्छ। र यो त भौतिक जगतको कुरा, यी आँखाको लेभलमा, यो इन्द्रियहरूको लेभलमा हामीले गर्न सकिन्छ, तर भित्रका आँखाले त परमात्मा प्राप्ति दर्शन गराउँछन् अरे, जो ज्ञान र वैराग्य हुनुभयो। उनीहरूलाई पुष्टको लागि नै श्रीमद् भागवत कथा हामीले श्रवण गर्नुपर्छ।